गर्नेछौँ। उत्कृष्ट अनुग्रहको साक्षी चेलाको सुरुवात हामीले सुरुवात गर्नुपर्नेछ। सुरु गर्नुपर्नेछ। नयाँ भएर चाहिँ सुरुवात गर्नुहोस्। नयाँ अनुग्रहले हामीलाई पर्खेको छ। नयाँ अनुग्रहमा हामी छौँ भन्ने कुरा हामीले जाँच गर्नुपर्छ। अनि त्यो नयाँ ग्रह प्राप्ति गरेको हामी साक्षी हुनुपर्नेछ। बाल दिवसको आज आइतबार मनाइराखेका छौँ सङ्गति। आफ्नो भाग्यबाट परिवर्तन, भाग्यबाट चाहिँ निस्केर आउनुपर्छ अरे। हाम्रो भाग्यहरूबाट चाहिँ निस्केर आउनु। त्यो चाहिँ शैतानले बनाएको कुराबाट हामी निस्केर आउनु। हाम्रो भाग्य दर्शनबाट हामीले निस्केर आउनु पर्नेछ। त्यो नकारात्मक प्रभावहरूबाट निस्केर आउनु पर्नेछ भनेको। पाप र श्राप अन्धकारको शक्तिलाई नष्ट गर्ने चाहिँ येशू ख्रीष्टको शक्ति हो। येशू ख्रीष्टद्वारा पाइने शक्ति हो। येशू ख्रीष्ट नै सम्पूर्ण कुरालाई चाहिँ पुरा गर्ने हुनुहुन्छ अरे। हाम्रो सन्ततिहरूमा आउँदा युगहरूमा अहिले भएको छ यो पापहरू श्रापहरू कुनै पनि हाम्रो आउँदा सन्ततिहरूमा हुनु हुँदैन। त्यसलाई चाहिँ हामीले हटाउनु पर्छ। हामीले त्यो आत्मिकी कुराहरूलाई बुझ्न सकेनौँ भने हामीले त्यो हामीबाट निस्कालिसकेको त्यस्ता भाग्यहरूबाट हामी परिवर्तन हुन सकेनौँ भने हामीले परिवर्तन गर्न सक्दैनौँ आफूलाई। त्यसैले हामी त्यसबाट निस्केर आउनुपर्छ। त्यहाँबाट निस्केर आएर मात्रै सुसमाचारको प्रचार गर्ने अनि मिसनको काम गर्ने अनि मिसनलाई बचाउन सक्ने, सुसमाचार प्रचारलाई बचाउन सक्ने हुनेछ। नत्र भने संसारको कुराको पछि लागेर जानेछ। हाम्रा सन्ततिहरूको लागि के चाहिँ हामीले दिनुपर्छ भने तिमीहरूको भाग्य अनुसारले जिउनु भन्ने होइन। येशू ख्रीष्ट भित्र नयाँ भएर चाहिँ सृष्टि हुनु। पहिलाको बिति गएको छ, अब सुरुवातमा नयाँ भएर जिउने भने त्यो निरन्तर त्यस्तै रूपमा हामी रहनु हुँदैन। हाम्रो जीवनशैली अनुसार हाम्रो सन्ततिहरू हाम्रै अनुसार जिउनु हुँदैन। खुसी हुनुहुन्छ? म चाहिँ खुसी छुइनँ। पहिलाको स्वरूपमा अहिले त्यस्तै गरी जिउन चाहिँ हुँदैन। अहिलेको हेर्दाखेरि हामी त्यस्तै अनुसारले जिएको छौँ। आज यो कुरा बुझ्नुपर्छ। येशू ख्रीष्ट हुनुहुन्छ भनेर आज हामी परमेश्वरमा गयौँ भनेदेखि त्यही चाहिँ सबै मानिसहरू चाहिँ शैतानभित्र भएको कुरामा भएर चाहिँ जिएको हुन्छ। शैतानले अराए अनुसारले जिएको हुन्छ। शैतानले काम अराए अनुसारले जिएको छ। शैतानले अराएको होइन, शैतानले चाहिँ रोपेको कुराहरूलाई समातेर चाहिँ त्यही अनुसारले भाग्य बनाएर गएको हुन्छ। अनि त्यसैलाई चाहिँ यो भाग्य भनिन्छ, पापहरू भनिन्छ। उत्पत्ति 3 को समस्या त्यो पाप नै लिएर जिएको छ मान्छेहरू। अनि जीवनशैलीको गहिराइमा गएर त्यस्तै जीवनमा जिएको हुन्छ। त्यो चाहिँ नराम्रो भन्न सकिँदैन, त्यसरी चाहिँ जिइराखेको हुन्छ। हाम्रा बाबा आमालाई हेर्दा पनि त्यसै गरी जिएको हुन्छ। म पनि आफू पनि त्यसै गरी जिएको हुन्छ। त्यो जीवनमा जिएको हुन्छ। जीवनशैली फरकै देखिँदैन। त्यसरी जिउनु झगडा गर्ने, रिस गर्ने अनि रुपियाँ पैसाको लागि झगडा गर्ने अनि त्यस्तो किसिमको परिवारलाई हेरेर जिएको सन्तानहरू त्यसै गरी जिउनु पर्ने हो र भन्ने गर्छ। हामी पनि त्यसै गरी जिउने हो र? संसारमा पनि त्यसै गरी जिएको छ। त्यसरी जिउनु हुँदैन। बाइबलमा त्यस्तो भनेको छैन।
सबैजना त्यसै गरी जिएको हुन्छ। आफूभित्र कुनै कुराको योजनाहरू छैन। त्यही पुरानै कुरालाई छाप जरा गाडेर चाहिँ जिएको हुन्छ। तर बाइबलमा पहिलाको मानिसहरू त्यस्ता थिएनन् भनेको छ। उत्पत्ति 3 भन्दा पहिला हाम्रो स्वरूप कस्तो थियो भने परमेश्वरको जस्तै स्वरूप थियो अरे। उहाँको आफ्नो स्वरूपमा सृष्टि गर्नुभएको थियो। परमेश्वरको स्वरूपमै सृष्टि गर्नुभएको थियो। परमेश्वरकै स्वरूपमा पूर्ण रूपमा चाहिँ हामीले त्यो अनुग्रह पाएको थियो। तर उत्पत्ति 3 को घटना चाहिँ सबै आशीर्वादलाई लुटेको त्यो शैतानको शक्तिले चाहिँ डोर्याएर लग्यो। हामी चाहिँ आजबाट सृष्टि भए अनुसारले जिउनु पर्छ। पहिलाको मान्छेको चाहिँ स्वरूप कस्तो थियो भने कसरी त्यस्तो हुने, त्यसैले परमेश्वरले कसलाई पठाउनु भयो भने ख्रिस्टलाई पठाउनु। परमेश्वरले चाहिँ परमेश्वरको स्वरूपलाई पुरा गर्नको लागि कन्याद्वारा गर्भधारण भएर अनि उहाँले पठाउनु भएर आफूलाई फेरि पूर्ण बनाउनु भएको लागि चाहिँ केवल पवित्र आत्माको शक्ति पाएपछि तिमीहरू चाहिँ शक्ति पाउनेछौ र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। कन्याद्वारा जन्मिनु भएको येशू ख्रिस्ट उहाँलाई विश्वास गर्नेले मात्रै उद्धार पाउनेछ, सबै शक्तिहरू पाउनेछन्। उहाँलाई चाहिँ आफ्नो जीवनको मालिक सम्झिनेले चाहिँ हाम्रो भाग्य परिवर्तन गर्न सक्नेछन्, सबै समस्याहरूबाट निस्केर आउन सक्नेछन्। अनि त्यसबाट आउन सक्ने बाचा गर्नु भएको चाहिँ बाइबलमा लेखिएको छ। येशू ख्रिस्टद्वारा निक्लेर आउन सकिनेछ भने चाहिँ बाइबलमा लेखेको छ। पवित्र आत्माद्वारा बताइएको हामी चाहिँ को हो भन्ने कुरा भनेको। हामी चाहिँ चुनिएको जातिहरू, हामी चाहिँ राजा जस्तो पुजारी अनि उहाँले चुन्नु भएको जातिहरू, उहाँको ज्योतिको रूपमा हामीलाई खडा गर्नुभएको। त्यही चाहिँ बाइबलले भनेको उद्धारको काम हो। येशू ख्रिस्टद्वारा हामीले के पुरा भयौँ भने परमेश्वरको स्वरूप प्राप्त गर्न सक्यौँ अनि मुक्ति पायौँ, उद्धार पायौँ भनेको। त्यो शक्ति पाएर चाहिँ येशू ख्रिस्ट पाएर बाटो सत्य र जीवन येशू ख्रिस्ट चाहिँ साक्षी हुनुहुन्छ। येशू ख्रिस्टको चाहिँ साक्षी भएको नै उद्धार पाएको भनेको। अनि वचनको आज हेर्नेछौँ, जन्मैदेखि हिँड्न नसकेको कुष्ठरोगीलाई हेर्नेछौँ। त्यो कुष्ठरोगी उठेर हिँड्ने भनेको त्यो सानोतिनो काम होइन, त्यो चाहिँ अचम्मको काम हो। त्यो चाहिँ जन्मिँदैदेखि हिँड्न नसक्ने, त्यो हिँड्नु भनेको ठुलो रहस्यको कुरा हो। तर त्यो मन्दिरमा कहिले पनि येशू ख्रिस्टको घोषणा गर्ने काम कहिले पनि भएको थिएन। अनि त्यो मन्दिरको वरिपरि चाहिँ व्यापार व्यवसाय मात्रै हुन्थ्यो, सुसमाचारको कामै हुँदैन थियो। तिनीहरूको आफ्नो भाग्य अनुसारले, आफ्नो दुःख कष्ट अनुसारले हिँडेको थिए। तर त्यो मन्दिरमा चाहिँ पहिलो पटक चाहिँ पत्रुसले मसित भएको कुरा तिमीलाई दिन्छु, प्रभु नासरत येशू ख्रिस्टको नाममा उठ र हिँड भनेर हिँडेको थियो। अनि त्यो कुष्ठरोगी हिँडेको थियो। त्यही चाहिँ जवाफ थियो। त्यो ठाउँमा कहिले पनि घोषणा नभएको येशू ख्रिस्ट त्यति बेला चाहिँ घोषणा गरिएको थियो। त्यहाँ मान्छे हिँड्न पनि सक्थ्यो, नहिँड्न पनि सक्थ्यो। तर साँचो चाहिँ कुरा के हो, जवाफ के हो भने येशू ख्रिस्टको घोषणा हुनु। अनि त्यो कुष्ठरोगले चाहिँ येशू ख्रिस्टद्वारा उद्धार पाएर हिँड्न सक्ने भएर येशू ख्रिस्टको घोषणा गर्यो। मन्दिरमा चाहिँ परमेश्वरलाई भेट्न जाने हो, परमेश्वरको वचन सुन्न जाने हो। तर त्यहाँ चाहिँ के गर्न गयो भने म चाहिँ त्यहाँ रोगी हो, मलाई पैसा देऊ भनेर माग्ने रूपमा चाहिँ त्यो बसेको थियो। त्यो चाहिँ आफ्नो माग्ने जीवनको भाग्य लिएर त्यहाँ बसेको थियो। आफू स्वयं त्यसरी जन्मिँदै त्यस्तो जन्मेको भएर उसले त्यो माग्नु
पर्ने अवस्थादेखि केही थिएन त्यहाँ। मसित चाहिँ एकदम गाह्रो छ, मैले यस्तो श्रीमान भेटेर त्यस्तो श्रीमान भेटेर भनेर चाहिँ जिउँछन् मान्छे। किनभने किन त्यसरी जिउँछन् त? केही पनि गर्न नसक्ने भएर किन त्यसरी जिउँछन्? रुपियाँ पैसा दिनुहोस्, पैसा परमेश्वरको अगाडि आएर पनि रुपियाँ पैसा माग्नेछन्। किन सम्पूर्ण शक्तिको परमेश्वरको अगाडि आएर पनि हामीले रुपियाँ पैसा माग्नेछौँ? तर साँचो कुरालाई हामीले घोषणा गर्ने, येशू ख्रीष्टको लागि हामीले घोषणा गर्ने, येशू ख्रीष्ट मात्रै घोषणा गर्ने, येशू ख्रीष्टद्वारा बचाउने चाहिँ काम गर्ने। आज सबै परिवारहरूलाई, सबै मान्छे आज त्यो रोगी कुष्ठरोगी जस्तै जिएको छौँ। सबैलाई चाहिँ येशू ख्रीष्टको चाहिँ साक्षी हुनुपर्ने जरुरी छ। उद्धारबाट आउनुपर्ने छ, उद्धार पाउनुपर्ने छ। हामी सबैद्वारा हाम्रो परिवारमा चाहिँ येशू ख्रीष्ट चाहिँ साक्षी हुनुपर्ने छ। त्यसो भयो भने मात्रै जिउन सक्छन्, त्यो भयो भने मात्रै जवाफ पाउँछन्। जीवनशैलीमा सुख पायो, राम्रो भयो भन्ने होइन। साँचो मूल कुरा चाहिँ साँच्चै नै शैतानसित बरालिएर बाँचेको छन् यो संसारका मान्छेहरू। कार्यक्षेत्रहरूमा, फिल्डमा हेर्ने हो भने एकदमै दयनीय स्थिति छ। कार्यक्षेत्रमा गयो भने, फिल्डमा गयो भने सबैजना चाहिँ शैतानसित बाँधिएकाहरू मात्रै छन्। अनि ती सबै आत्माहरू मर्दै गएका छन्। अनि यो सही हो कि त्यो सही हो कि, तिमीले ख्रीष्टलाई विश्वास गरेको हो कि किन त्यस्तो भएको भन्ने कुरा, किन त्यस्तो खाएर यस्तो भने, त्यस्तो लगाएर चाहिँ तिमीहरू त्यो भएको भने, तिमीहरू त्यस्तो भएर यो भएको, त्यसो होइन। त्यस्तो भन्दा नि त्यस्तो भन्नुपर्ने आवश्यक छैन। साँच्चै नै हामीले येशू ख्रीष्ट विश्वास गर्ने हो भने त्यो कुराहरू सुन्नुपर्ने आवश्यक छैन। वास्तवमा येशू ख्रीष्ट नै बाटो, सत्य र जीवन हुनुहुन्छ। उहाँलाई विश्वास गर्नेलाई चाहिँ, केवल येशू ख्रीष्ट विश्वास गर्नेलाई हामीलाई चाहिएको कुरा केवल परमेश्वरको राज्य, येशू ख्रीष्ट अनि पवित्र आत्माको शक्ति हामीलाई आवश्यक हो। आज त्यही कुरा हामीले प्राप्त गर्नुपर्नेछ। साँच्चै नै खुसी हुने तपाईँहरू परिवार हुनुभएको होस्। पहिलो, अनि भाग्यलाई जित्न सक्ने साँचो कुरालाई चाहिँ प्राप्त गर भनेको। अनि भाग्यलाई परिवर्तन गर्न सक्ने माध्यम येशू ख्रीष्ट हुनुहुन्छ। अरू कुनै देखिबाट उद्धार पाउन सक्दैन। परमेश्वरको माध्यम उत्पत्ति 3:15 येशू ख्रीष्ट यो संसारमा चाहिँ जवाफ भएर आउनु भएको मानिसको लागि, मानिसहरूलाई पापबाट निकाल्ने र ल्याउन सक्ने येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। माछा पानीमा जिएको जस्तै पानीमा भएको माछीलाई के सुनको के अरे गहनाहरू दिएर हुन्छ र हुँदैन। त्यो चाहिँ सृष्टिको नियम हो। अनि चरा चाहिँ आकाशमा, रुख चाहिँ जमिनमा, मानिस चाहिँ परमेश्वरसँगै भयो मात्रै मानिस खुसी हुन्छ। त्यही चाहिँ आत्मिक रूपमा भनिएको कुरा हो। दोस्रो चाहिँ मूल समस्यालाई समाधान गर्ने जवाफ चाहिँ जवाफ हुनुपर्नेछ। जवाफ के भन्छ? येशू ख्रीष्ट हुनुहुन्छ। सबै समस्याको समाधानकर्ता येशू ख्रीष्ट। मानिसहरूको मूल समस्या भनेको के हो? परमेश्वरबाट टाढा हुनु। परमेश्वरबाट टाढा हुनु नै त्यो पाप थियो। किन परमेश्वरबाट टाढा भएर चाहिँ पापी भयो? किनभने सृष्टि गर्नु भने परमेश्वरलाई नचिन्नु, त्यो भित्र हुँदै खुसी हुने, एडेनको बगैँचामा परमेश्वरसँगै हुँदाखेरि खुसी भएको मान्छे एडेनको बगैँचाबाट निस्किसकेपछि चाहिँ पाप भएर निस्किसकेको थियो। त्यो चाहिँ अनि त्यो सर्पभित्र चाहिँ शैतान, भूत प्रेत पसेको थियो। मानिसको सबैभन्दा पहिलो समस्या चाहिँ परमेश्वरबाट टाढा हुनु। अनि
के अरे शैतानको बसमा पर्ने हो। त्यसैले येशू ख्रीष्ट चाहिँ साँचो राजा, साँचो अगमवक्ता, साँचो पुजारी भएर क्रिसको रूपमा आउनुभयो र क्रुसमा मर्नुभयो र सबै कुरा सकियो भन्नुभयो। त्यो सबै कुराको समाधान गर्नुहुने हाम्रो लागि मर्नुभएको येशू ख्रीष्ट। अनि उहाँ चाहिँ मर्नु मात्रै भएन, उहाँ फेरि पनि पुनरुत्थान हुनुभयो अनि सबै पवित्र आत्माबाट सबैसँग सँगै रहनुभयो। अनि उहाँ नै हामीसित हुनुहुन्छ, हामीसँगै हुनुहुन्छ। तपाईँ र मसँगै हुनुहुन्छ, हामीसँगै हुनुहुन्छ। मूल समस्या भनेको यसको जवाबलाई हामीले लिएर बस्नुपर्नेछ। मानिसले गर्दा त्यो मान्छेहरूको कुनै कुरालाई, त्यो उसको स्थितिलाई, उसको पहिचानलाई हेरेर, उसको वातावरणलाई हेरेर भन्ने होइन। त्यो मान्छे कुन स्थितिमा छ त्यो हेर्नुपर्छ। त्यो मान्छे चाहिँ परमेश्वरबाट टाढा भएको मान्छे छ भने त्यसलाई चाहिँ जवाफ दिने येशू ख्रीष्ट। सबै मानिसले पाप गरेका छन् र परमेश्वरको महिमाबाट महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसैले मानिसहरू परमेश्वरभित्र छन् कि बाहिर छन् त्यही फरक छ। परमेश्वरसँगै हुने मान्छे परमेश्वरको सन्तान हुन्छन् र परमेश्वरभन्दा बाहिर हुने मान्छे चाहिँ शैतानको बसमा हुनेछन्। अनि तिनीहरूलाई दिनुपर्ने जवाफ नै क्रिस हो। क्रिस्चियनहरूले क्रिसकै जवाफलाई लिनुपर्नेछ। हाम्रो कार्यक्षेत्रमा जाँदाखेरि पनि हामीले पूर्ण रूपमा हामीसित भएको कुरा हामीले तिनीहरूलाई दिनुपर्नेछ। विश्वासभित्रबाट पवित्र आत्माको शक्ति प्राप्त गरेको पत्रुसले भनेको थियो, मसित भएको कुरा तिमीलाई दिन्छु। येशू ख्रीष्ट नै जवाफ हुनुहुन्थ्यो। येशू ख्रीष्ट नै पूर्ण रूपमा हुनुभएको। त्यो कुष्ठ रोगीलाई चाहिने कुरा सुन र चाँदी होइन, येशू ख्रीष्टको नाम थियो। साँच्ची नै तपाईँहरूले विश्वास गर्नुभएको छ। आफ्नो मूल समस्या के हो त्यो चाहिँ बुझ्नुपर्नेछ। श्रीमान हो र होइन, रुपियाँ पैसा हो होइन। मूल समस्या के हो? मानिसको सम्बन्ध होइन, गरिबी हो होइन। त्यो चाहिँ भ्रममा बसेको कुरा, त्यहाँबाट चाहिँ निस्केर आउनु पर्नेछ। त्यसैले केवल येशू ख्रीष्ट मात्रै हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्ने। त्यसैले हामी मूल समस्याबाट हामी निको हुनुपर्नेछ। हामी पहिलाको स्वरूपमा फर्किनु पर्नेछ। पहिला सृष्टिको सुरुवातको मानिसको स्वरूपमा हामी जानुपर्नेछ। परमेश्वरसँगै भएर, परमेश्वरसितै भएर, सबै कुरामा परमेश्वरसित भएर। एडेनको बगैँचामा हुँदा पूर्ण रूपमा परमेश्वरले दिनुभएको सृष्टिभित्रै भएको जस्तै गरी परमेश्वरको स्वरूपलाई निकाल्ने समस्या चाहिँ पाप र श्राप थियो। त्यसैले आज साँचो उपचार के हो भने येशू ख्रीष्टद्वारा परमेश्वरको स्वरूपलाई प्राप्त गर्ने अनि त्यसमा उपकार हुने। अरू कुनै पनि कुरा छैन त्योभन्दा बाहेक। त्यसैले आत्मिक रूपको चाहिँ उपचार हुनुपर्छ। अहिले यहाँ मन्दिरको अगाडि भएको कुष्ठ रोगी त्यसले बसेको त्यसको भाग्यभित्र भएको स्थितिलाई के भनिन्छ भने परमेश्वरबाट टाढा भएको स्थिति भनिन्छ। के द्वारा चाहिँ त्यो निको हुन्छ? पहिला शरीरमा निको हुनुपर्ने कि आत्मामा निको हुनुपर्ने? पहिला चाहिँ आत्मिक रूपमा निको हुनुपर्छ। आत्मिक मरेको भनेको कुरा हो। परमेश्वरको स्वरूप गुमाएको भनेको के हो भने आत्मिक रूपमा मरेको, शरीर मात्रै बाँकी बसेको, आत्मा चाहिँ मरेको स्थिति भनिएको। अनि शरीर बाँचेको कारणले शरीरको मात्रै कुरा सोचेर बस्छन्। भयो नभएको सबै कुरा त्यस्तोको भ्रममा पर्नेछ। आज हाम्रो यो आत्मिक रूपमा हामी उपकार हुन सकेका हौँ अनि हाम्रो पहिचानलाई पुरा गर्नुपर्नेछ, पूर्ण पार्नेछ। आज जस्तो सुकै राष्ट्रपति भयो नि, प्रधानमन्त्री भयो पनि ऊ यदि ख्रीष्टभन्दा बाहिर छ भने त्यो पापी नै हो। येशू ख्रीष्टभित्रबाट त्यो पापको क्षमा पाउनु पर्नेछ, पहिचान परिवर्तन हुनुपर्नेछ। त्यो पहिचान चाहिँ परमेश्वरलाई विश्वास गर्नु, परमेश्वरको सन्तान हुनुपर्छ। त्यो पहिचान ग्रहण गरेर उहाँको नामलाई विश्वास गर्नेहरू चाहिँ परमेश्वरको सन्तान हुने अधिकार हुनेछन्। हामीलाई शक्ति पाउने अधिकार के हो भने हामी परमेश्वरको सन्तान भएको कारणले, परमेश्वरले दिनुभएको शक्तिमा भएको कारणले, हाम्रो जीवनशैली परिवर्तन भएको कारणले, उपकार भएको कारणले
त्यसैले कसैको पनि त्यो जीवनशैलीको केही उत्तरदायित्व छ त्यतिकै जिइराखेको छन्। आज हाम्रो आत्माबाट हामी पहिचान पूर्ण रूपमा परिवर्तन हुने त्यो भनेको अवश्य हुनुपर्ने कुरा हो। येशू ख्रीष्टद्वारा हाम्रो शरीर उपचार हुनुपर्नेछ। अनि रुगाखोकी निको हुनको लागि ख्रीष्टलाई विश्वास गर्ने होइन, रुगाखोकीलाई चाहिँ औषधि खाने। तर हाम्रो पहिचानलाई परिवर्तन गर्न, जीवनशैली परिवर्तन गर्न, शारीरिक रूपमा परिवर्तन हुनको लागि हामीले येशू ख्रीष्टलाई विश्वास गर्ने। त्यसैले त्यो भयो भने मात्रै हाम्रो जीवन परिवर्तन हुन्छ। हामी चाहिँ चुनिएको जातिहरू परमेश्वरको जनहरू। त्यसैले यो उत्कृष्ट आशीर्वाद प्राप्त गरेर अनि साक्षी हुनुपर्ने। अवश्य पनि हाम्रो ओठबाट येशू चाहिँ ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा घोषणा गर्नुपर्छ। सुन र चाँदी मसित छैन, मसित भएको येशू ख्रीष्ट हुनुहुन्छ र येशू ख्रीष्टको नाममा उठ र हिँड। अरू कुरा गर्ने हाम्रो मुखबाट येशू ख्रीष्टको घोषणा हुनुपर्नेछ। आज चाहिँ पूर्ण रूपको जीवनी भएको, जीवनको साक्षी भएको चाहिँ चेला हुन सकौँ। दोस्रो, भाग्यलाई परिवर्तन गर्न सक्ने शक्तिलाई प्राप्त गर भनेको। स्वर्ग र पृथ्वीको समस्त अधिकार लिएको व्यक्ति हामीसित हुनुहुन्छ। आमेन। आज यो शक्तिलाई लिएर हाम्रो भाग्यलाई समातेको त्यो अन्धकारको शक्तिलाई हामीले जित्नु पर्नेछ। अन्धकारको शक्तिमा चाहिँ डरलाग्दो दुष्ट आत्माहरू छन्। हाम्रो घर परिवारहरूभित्र भएको त्यो अन्धकारको शक्तिहरूलाई सबैलाई हटाउन सक्नुपर्नेछ। त्यो अन्धकारको शक्तिले समातेको कुरालाई हामीले हटाउन सक्नुपर्नेछ, जित्न सक्नुपर्नेछ। अनि त्यो कुष्ठरोगीले नि म चाहिँ रोगी हो भनेर उठेको थिएन अरे, त्यत्तिकै जिइराखेको थियो। म यस्तै जीवनमा जन्मेको हो भन्थ्यो अरे, त्यत्तिकै जिइराखेको थियो अरे। तर ख्रीष्टभित्र भएर, आज ख्रीष्टसँगै भएर, ख्रीष्टभित्र रमाहट गरेर, ख्रीष्टमा चाहिँ साक्षी भएर अनि त्यो शैतानको वशमा भएको जीवन निस्केर आएको छ। सुसमाचार प्रचार नगर्ने, मिसन नगर्ने, मण्डलीको काम नगर्ने, गर्न नसक्ने, परमेश्वरको ज्योति प्राप्त गर्ने, सबै त्यो ज्योति नदेखेर जिउने कुरा त्यो अन्धकारको शक्तिले गर्छ। किनभने अन्धकारले चाहिँ ढाकेको कारणले हामीमा भएको ज्योति, मानिसमा भएको ज्योति नदेखेको। त्यसले येशू ख्रीष्टको शक्ति अगाडि चाहिँ आत्मिक हतियार भएर हामी अगाडि बढ्नुपर्नेछ। हामी यस शक्तिबाट निस्केर आउनु पर्नेछ। म पनि अस्वस्थ मान्छे हो, त्यत्तिकै हिँड्ने हो र होइन? परमेश्वरले दिनुभएको शक्तिलाई प्रयोग गरेर हामी जिउनु पर्नेछ। हामी यस्तो हिँड्न नसक्नेछौँ भनेर जिउने होइन। परमेश्वर मलाई किन यस्तो गर्नुभयो भन्ने, म चाहिँ यस्तो मान्छेलाई भेटेँ, त्यस्तो मान्छेलाई भेटेँ भन्ने होइन, यस्तो भेटेर म यस्तो भएँ भन्ने। आज त्यो शैतानले प्रयोग गरेको त्यो शक्तिहरूबाट चाहिँ हामी निस्केर आउने, हामी पूर्ण रूपमा निस्केर आउने, केही पनि समस्या हुने छैन। किनभने हामीसित शक्ति दिनु हुनेमा हामी सबै कुरा गर्न सक्नेछौँ। दोस्रो, अनि शक्तिलाई प्रयोग गरेर हाम्रो भाग्यलाई परिवर्तन गर्ने हो, हाम्रो सोचाइलाई परिवर्तन गर्नुपर्ने। अनि जन्मेर आएकै जस्तै जिउने कुरा त्यो स्वाभाविकै हो। यस्तो मान्छे भेट्यो, त्यस्तो मान्छे भेट्यो भनेर त्यसरी जिउने होइन। त्यो भाग्यलाई जित्न सक्ने शक्ति, स्वर्गीय सिंहासनको शक्ति, प्रार्थनाको शक्ति हुनुपर्छ। परमेश्वरले दिनुभएको शक्तिलाई प्रयोग गरेर हिँड्ने, परमेश्वरले दिनुभएको शक्तिद्वारा त्यो पाप श्राप सबैबाट हामी विजय हुनुपर्छ।
अनि त्यसलाई जित्न सक्ने हामी हुनुपर्छ। हामी त्यतिकै जिउने होइन। हाम्रो बाबा हिसाब गर्न जान्नुहुन्न, त्यसैले म पनि हिसाब गर्न जान्दिनँ, त्यस्तो होइन। हाम्रो घर परिवार पहिल्यै यस्तो थियो भन्ने होइन। हाम्रो घर परिवार पहिल्यैदेखि शिक्षामा कमजोर थियो, गरिब थियो। हाम्रो राष्ट्र पहिल्यै गरिब थियो, केन्या देश। त्यसरी त्यस्तो सबै मान्छेले त्यसै भन्छन्। सबै मान्छेहरूले त्यही हेर्ने गर्छन्, सोचाइ परिवर्तन नभएको। अनि गहिराइमा पुगेर मागेर खाने त्यस्तो काम गर्छन् रे। आफूलाई मात्रै हेर्ने अनि सहयोग पाउने हो, त्यस्तो मात्रै सहयोग लिने मात्रै गर्छन्। त्यो हो जस्तो लाग्छ, तर त्यो होइन। हामी पहिल्यै यसरी जन्मेको हो भनेर त्यो आफ्नो सोचाइलाई परिवर्तन गर्दैन। परमेश्वरले दिनुभएको त्यसरी सिंहासनको आशीर्वादलाई प्रयोग गर्दैनन्। त्यसमा चाहिँ हामी छाप लागेको, जरा गाडेको भएर बसेको छौँ। त्यसबाट परिवर्तन हुन सकेका छैनौँ। त्यस्तो इतिहासभित्रबाट निस्केर आउनुपर्छ। हामी चाहिँ त्यो शक्तिलाई प्राप्त गरेर स्वस्थ भएर जिउँ। अन्धकारको शक्तिलाई हटाएर आफूलाई परिवर्तन गरियो भने हामीले हेर्ने दृष्टि फरक पर्छ। कस्तो देखिन्छ भने क्रिस चाहिँ चाहिनुपर्ने कार्यक्षेत्रहरू देखिन्छ। सुन चाँदी मसित छैन। आज यो करारको वचनलाई लिएर यो फिल्डमा गएर चाहिँ यसो क्रिसको जवाफ दिएर चाहिँ जिउन सक्ने बनाउनु पर्नेछ। त्यो शक्तिलाई चाहिँ प्रयोग गर्नुपर्नेछ। अनि जीवनलाई परिवर्तन गर्न सक्ने चेलाको जीवन, अनि विगतको समस्या, विगतको घटनाहरू त्यसबाट निस्केर आउन सक्दैन। अनि त्यो पहिलाको दुःखको कुराभित्र परेर बसेर केन्या भन्ने देशमा हेर्दाखेरि जहिले नि विगतको कुरालाई हेरेर दुःख कष्ट भएको कुरा त्यस्तो मात्रै हेरेर बस्दैन। अहिले पनि त्यही सोचेर हिँड्छन्। हाम्रो परिवार, हाम्रो बाबा आमा नि त्यसै गरी जिएको छ। हाम्रो मण्डली पनि त्यस्तै हो। म पनि यस्तै ठाउँमा नङगाउँमा बसेको थिएँ। म पनि नेपालमा, म केन्यामा जन्मेको भनेर गर्छ। विगतमा रुमल्लिएर बसेको छन्। यूहन्नाको 1:11 पदमा आज चाहिँ पूर्ण रूपमा विगतको कुराबाट चाहिँ निस्केर आउने हाम्रो जीवनशैली भएको होस्। यूहन्ना 1:11 पदमा पछि भन्छ। अनि नयाँ भएर क्रिसभित्र भएको सबै चाहिँ नयाँ भएर सृष्टि भएको। दोस्रो कोरिन्थी 5:17 पद। हामी किन एकदम विगतको कुराभित्र रमल्लिएर बस्छौँ? त्यसो नगरौँ। किन डराउँछौँ? किन चिन्ता गर्छौँ? किन पिर फिक्री गर्छौँ? आज क्रिसभित्रबाट चाहिँ हामी नयाँ भइसकेको छौँ। गलाती 2:20 पदमा क्रिस चाहिँ हामी भित्र हुनुभएको कारणले अहिले चाहिँ हामी चाहिँ यसु क्रिसभित्र आफै भित्र होइन, तर यसु क्रिसभित्रको जीवनमा जिउने भनेको। म क्रिससँगै क्रुसमा टाँगिएको छु। अब उपरान्त जिउने म होइन, तर क्रिसमा ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वासमा गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। हामी चाहिँ विगतको कुरालाई समातेर नबसौँ। हामी त्यहाँबाट चाहिँ निस्केर आउँ। अनि विगतको कुरालाई हेरेर खुसी हुने, दुःखी हुने, कहिलेसम्म यस्तो गर्ने? हामीले चाहिँ त्यो लुकेर हेर्ने कुरा हो र? हामी के आकाश बन्द गरेर हेर्दाखेरि आकाशलाई नदेखिने हो र? आजको आशीर्वादमा हामी रमाहट गर्नुपर्छ।
आजको आशीर्वाद अवश्य पनि प्राप्त गर्नेछौँ। किन हामी चाहिँ विगतको कुरामै बसिरहन्छौँ? केद्वारा? केवल येशू ख्रीष्टद्वारा चाहिँ हामी परिवर्तन हुन्छौँ। केवल सुसमाचारबाट, केवल प्रार्थनाबाट आज हामी परिवर्तन हुनुपर्नेछ। आज चाहिँ आज चाहिँ पवित्र आत्माद्वारा परमेश्वर चाहिँ हामीसँगै हुनुहुन्छ भनेको। हामीसँगै, मसँगै हुनुहुन्छ। यो कुरामा भ्रममा नपरौँ। परमेश्वर चाहिँ हामीसँगै हुनुहुन्छ। परमेश्वर हामीलाई अनुग्रह दिनुहुने उहाँ नै हामीसित हुनुहुन्छ। विगतकोमा भ्रममा नपरौँ। त्यो कुष्ठरोगी जस्तो नहौँ। साँच्चै हामी उठेर हिँड्न सक्ने हुन सक्ने। केवल पवित्र आत्माको शक्ति तिमीहरूमा भएपछि शक्ति पाउनेछौ र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। आज पनि हामी त्यो साक्षी हुनुपर्नेछ। अनि भविष्यलाई परिवर्तन गर्नुपर्छ। हामी एउटै कुरामा भ्रममा बाँधिने होइन। आजै हाम्रो चाहिँ भोलिको भविष्य हो। आज परिवर्तन हुन सकेनौँ भने भोलि पनि त्यस्तै हो। 10 वर्षपछि पनि त्यस्तै हो। त्यसैले आज चाहिँ महत्त्वपूर्ण कुरा हो। आज हामीले पवित्र आत्माको शक्ति प्राप्त गरिसकेपछि परमेश्वर पछि 10 वर्ष 20 वर्ष पछि पनि त्यस्तै हो। जहिले पनि त्यस्तै। त्यसैले आजको आशीर्वादलाई आजै प्राप्त गर्न सकौँ। आजै भविष्य, आज नै भोलिको भविष्य हो। केवल सुसमाचार प्रचार र मिसनको काम। हाम्रो जीवन चाहिँ पूर्ण रूपमा नयाँ भएर सृष्टि गरौँ। किनभने सबै शक्तिलाई लिनु भने व्यक्ति चाहिँ हामीसित हुनुभएको कारणले परमेश्वरको राज्यको काम 237 को राष्ट्रको द्वारा काम गर्नुहुन्छ अरे हामीद्वारा नै काम गर्छ। हामीद्वारा, आफैद्वारा। विश्वास गर्नुहोस्, तपाईँहरूले त्यही पाउनु भएको छ। 237 वटा राष्ट्र 50,000 जातिको काम गर्नुभएको छ नि। त्यो काम गर्ने मान्छे हामी हौँ, तपाईँ हो, म हो। हामी आज यो भाग्यबाट हामी परिवर्तन हुनुपर्नेछ। यदि हामी यो समस्याबाट निस्केर आउन सकेनौँ भने हाम्रो सन्ततिहरू नि त्यहाँबाट निकालेर ल्याउन सक्दैनौँ। त्यसैले यो कुराहरू चाहिँ हाम्रो सन्ततिहरूलाई नदिउँ। हामी जस्तै जीवन उनीहरूले नजिउन्। हाम्रो सोचाइ अनुसारले जिउनु हुँदैन। त्यसरी खुसी हुँदैनन्। आफ्नो सोचाइ एउटै भयो भने खुसी हुन्छ? हुँदैन। आफ्नो छोराछोरी हाम्रो जस्तै सोचाइ भने तपाईँ खुसी हुनुहुन्छ? हुनुहुन्न। म पनि गर्दिनँ त्यस्तो। म जस्तो हो भन्न चाहन्न। एकदमै द्वन्द्व भएर कति डराएर अनि चिन्ता पिरफिक्री गरेर त्यस्तो गर्ने म जहिले पनि डगमगाउने अनि लड्ने, फेरि दुःख कष्टमा जिएको जिउ, मान्छेहरूलाई रिस डाहा घमण्ड गर्ने त्यस्तो। अनि के हाम्रो सन्तान त्यस्तो भएर जियोस् भन्न चाहनुहुन्छ? हुँदैन। हाम्रो यो युगमा हाम्रो सन्ततिहरू कस्तो हुनुपर्छ भने के चाहिँ हामीले छोडेर जाने हो? सुसमाचारलाई छोडेर जाने हो। यहाँबाट चाहिँ निस्केर आउने, यो समस्याबाट निस्केर आउने क्रिस चाहिँ हामीले रोपेर आउने हो। अवश्य पनि अब आउँदा दिनहरू हाम्रा सन्ततिहरू त्यस्ता काममा नपरुन्, नफसुन्, त्यस्तो जीवनशैलीमा नजिउन् भन्नु। साँच्चै नै 237 वटा राष्ट्र 50,000 जातिलाई जोगाउने भएर जिउन सकुन्। त्यो आशीर्वाद प्राप्त गरेको हुन सकौँ। त्यो समयमा व्यर्थको जीवन खेर नफालौँ। त्यो दुःख कष्ट पाएर दिनभरि चिन्ता गरेर जिउने होइन। दैनिक रूपमा एउटै कुरालाई सोचेर जिउने नहोस्।
त्यो चाहिँ स्वयं आफै जस्तो लाग्छ हामी त्यस्तो भएको छ, तर त्यो चाहिँ शैतानले रोपेको कुरा हो। शैतानले चाहिँ डर त्रास घमण्ड गर्ने डाड बनाउने गर्छ, त्यो चाहिँ शैतानले रोपिदिएको कुरा हो। त्यहाँबाट चाहिँ निस्केर आउनु, त्यसलाई चाहिँ छोडेर आउनु, त्यसमा चाहिँ येशू ख्रीष्ट भित्र भएर त्यसलाई छोड्नुपर्छ। प्रार्थनामा भएर सुसमाचार प्रचार गरेर मिसनमा भएर त्यस्तो कुराबाट निस्केर आउनुपर्नेछ। अनि आउँदा सन्ततिहरू पिँढीहरूलाई चाहिँ गलत बाटोमा नजाने गरी हामीले मार्ग देखाउनुपर्छ। त्यसैले येशू ख्रीष्ट चाहिँ कारण र उद्देश्य हुनुपर्नेछ। येशूको कारण हुनुपर्छ कि येशू ख्रीष्टको चाहिँ उद्देश्य हुनुपर्छ। सबै ठाउँमा चाहिँ येशू ख्रीष्टद्वारा काम गरेको भन्ने हुनुपर्ने, ख्रीष्ट हुनुभएको कारणले गरेको भन्ने। ख्रीष्ट भएको कारणले 237 वटा र 50,000 जातिलाई बचाउन सकेको, त्यो काम गर्न सकेको, त्यो उद्देश्य एउटै येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले येशू ख्रीष्टलाई सुसमाचार गर्ने भनेको त्यो उद्देश्य हुनुपर्छ। येशू ख्रीष्ट भनेर चाहिँ ओठहरूबाट घोषणा, अरू कुनै कुरा पनि नगर्ने, अरू बोली नहुने। त्यसैले येशू ख्रीष्टलाई साँच्ची राख्ने चाहिँ कारण र उद्देश्य हुनुपर्छ। शैतानको शक्ति चाहिँ येशू ख्रीष्टको शक्तिमा चाहिँ नष्ट हुनेछ। येशू ख्रीष्टलाई विश्वास गर्ने बित्तिकै सबै दुःख कष्टको भाग्यबाट हामी निस्केर आउनेछौँ। हो त्यसको चाहिँ साँच्ची हुनेछ। हामीसित भएको कुरा तिमीहरूलाई दिनेछौँ, अरू कुरालाई नसमातौँ, अरू कुराको जाँचमा नपरौँ, परीक्षामा नपरौँ, हामी चाहिँ भ्रमभित्र नपरौँ, अन्धकारको भ्रमभित्र नपरौँ, साँचो येशू ख्रीष्टको जीवनमा हिँड्न सकौँ, भाग्यलाई जित्न सक्ने चेला भएर चाहिँ जिउन सकौँ। सबै परिवार चाहिँ प्रभु येशू ख्रीष्टको नाममा प्रार्थना गर्छु। प्रभु धन्यवाद भएको भाग्यलाई परिवर्तन गर्ने चेलाको रूपमा हामी उपस्थित हुन सकेको हौँ। येशू ख्रीष्टको शक्तिलाई लिएर सबैजनालाई बचाउन सक्ने कालबरी मण्डलीको सबै परिवार हुन सकेको हौँ। सबैलाई चाहिँ प्रभु येशू ख्रीष्टको नाममा आशीर्वाद होस् भन्ने प्रार्थना गर्छु। आमेन। 이 모든 말씀 우리 주 예수 그리스도 이름으로 축복하고 기도드립니다. 아멘. 자, 기도드리겠습니다. 전능하신 아버지 하나님, 은혜에 감사드립니다. 우리 렘넌트들이 운명을 이겨낼 수 있는 힘을, 확실한 해답을 소유하게 하여 주옵소서. 그리고 운명을 이겨낼 권세를 사용할 수 있게 하여 주옵소서. 그래서 진정한 제자의 삶을 살게 하시고 이들을 통해서 237 5천 정도 살리며 하나님 나라를 확장하는 일에 쓰임받는 렘넌트로 축복하여 주옵소서. 우리 갈보리 교회 모든 성도가 우리 후대들을 위해 기도하게 하시고 이들이 미래요 한 나라요 정말로 하나님이 기뻐하시는 백성임을 확인케 하시고 우리 렘넌트를 위해서 진정한 눈물을 흘릴 수 있는 갈보리 모든 가족들로 축복하고 축복하여 주옵소서. 십자가에서 모든 문제를 해결하신 우리 주 예수 그리스도의 크신 은혜와 하나님의 놀라우신 사랑과 성령 내주 인도 역사하심이 운명을 이겨내고 진정한 하나님의 사람으로 살아가는 모든 갈보리 가족들 위해 우리가 섬기는 가정과 교회와 현장 하나님을 도와 후대 237 5천 종족 위에 케냐 갈보리 은혜교회와 다락방교회 근원교회 위에 영원토록 함께 있을지어다. 아멘.